हेलो गाइस, मेरो अङ्कलको च्यानलमा तपाईहरुलाई स्वागत छ। पछि ठुलो होला नि हेर्नु ल। एन्जली छिया आलो सुर्दिने गर्नु क्या घरको छापेन कस्तो श्रमदान गरौँ देशबाट अनि के भयो चेन्ज छ त तिम्रो त यार गर्लफ्रेन्ड त धेरै होला है। हेलो एभ्रीवन अफ यु, गुड इभिनिङ। आज फेरि हजुरहरु सामु धेरै पछि म उपस्थित भइसकेको छु। अनि आज चाहिँ एज यु क्यान सी हैन, रात त परिसकेको थियो, तपाईहरुलाई थाहा नै भएको कुरा हो। अनि आज चाहिँ म र मम्मी अनि पर हुनुहुन्छ, ढोका लाएर आउनुहुन्छ। म मम्मी अनि बहिनीहरु त रेगुलर गइरहेछ नाचगान कार्यक्रममा। पोहोरको 2 साल चाहिँ म हिँडेँ, यो साल चाहिँ हिँड्नु सकिनँ। मेरो स्वास्थ्यमा खराबी आएको कारणले, त्यसैले म आज चाहिँ मेबी आज लास्ट डे, भोलि लास्ट डे हुन्छ होला। आज चाहिँ म भाइ बहिनीहरुको यस्तो सानो भिडियो बनाइदिउँ भनेर आज म घरदेखि जाने प्लानमा छु। अनि म अहिले आउनुहुन्छ। अनि आज यसो एज पार्ट अफ किरात थाङसाम थेवा माङ्गिम परिवार यसो हाम्रो यादगार सम्झनालाई खिचेर पछि हेर्दाखेरि सम्झना स्वरूप यो भिडियो हेर्नु कस्तो आनन्द आउँछ। पछि अहिले पनि धेरैजना केटाकेटीहरू हिँडिरहेछ क्या योचोटि, त्यही भएर उनीहरूको भिडियो बनाएर पछि उनीहरूले फेरि ब्याक आएर यो मेरो च्यानलमा आएर यो भिडियो हेर्दाखेरि कति इन्जोय गर्छ त्यो तपाईँले सोच्नु पनि सक्नुहुँदैन। मैले पनि त्यो भएछु क्या, किनभने आजभन्दा 5, 7, 8 वर्षै अगाडि होला शरण दाईको बिहे हुँदाखेरि त्यहाँनिर सानो क्लिप थियो क्या, बिहेको भिडियो गर्नुभएको थियो। त्यतिखेर म 1-2वटा क्लिपमा थिएँ क्या। त्यो देख्दाखेरि अहिले देख्दाखेरि खुसी लाग्छ क्या, हाँस उठ्छ, कमेडी लाग्छ, त्यस्तै हुन्छ भनेर पनि एज फर दि मेमोरी म आज भिडियो बनाउनु गइरहेको छु। अनि बहिनीहरू चाहिँ अघि नै हिँडिसक्यो, मेबी उनीहरू गाडीबाट हिँडिसक्यो कि ऊ त तल कराउँदैछ। अनि आजको इभेन्ट लोकेसन चाहिँ यहीँ हाम्रो लेटाङ हाटखोलामा रहेछ। त्यसैले म पनि नजिकैको ठाउँमा गइदिउँ न, टाढो त हिँड्नु सक्दिनँ, धेरै बस्नु पनि सक्दिनँ भनेर त्यहाँसम्म चाहिँ जाने योजना बनाएँ र म अहिले हिँडिरहेको छु। केटाकेटीहरू यस्तो दामी छ, भतिजहरू, भाइहरू, बहिनीहरू, सानो भाइ बहिनीहरू छ। म भिडियो चाहिँ एउटा फुच्चे साहिल भाइको र केटाकेटीहरूको भिडियो चाहिँ गरिदिन्छु, त्यो चाहिँ अर्कै क्लिप हाल्छु। अनि तपाईँहरू सम्पूर्णलाई म बिहाइन्ड द स्टेसन के हुन्छ भनेर तपाईँलाई देखाइ नै हाल्छु। कृपया जोडिराख्नु होला, अलिक आवाज चाहिँ बढी आउनु सक्यो हुन्छ, किनभने म्युजिक बजिरहेको हुन्छ। मेबी कपिराइट लाग्छ होला, त्यसको लागि बालै भएन। एज फर दि मेमोरी आई विल डु एभ्रिथिङ। यस्तो चाहिँ नगरिदिनु होला कृपया। अब केटाकेटीहरू कति छ म तपाईँहरूलाई देखाउँदैछु। केमा आइस भन्दा प्लेनमा आइस, हेलिकप्टरमा, यस्तो दामी गाडीमा होइन हामी चाहिँ आउनुपर्छ। पछि ठुलो होला नि हेर्नु ल। हाम्रो ग्रुपको हेन्सी भतिछ फेरि सबभन्दा हेरौँ। यहाँनिर चाहिँ यो चाहिँ फेरि कपाडी छ, 1 नम्बरको। हाम्रो चाहिँ सवारी यस्तै हुन्छ, प्लेनमा मात्रै माया गर्नु ल, तपाईले गर्दा ढिलो भयो क्या हामीलाई। हामी काइन्ड अफ बिजी हुन्छ, त्यस्तै मान्छे हो नि त म। आज म आउनु नै ठुलो कुरा हो, तिमीहरूलाई यस्तो फ्रेममा ल्याइदिइरहेको छु होइन, पछि गएर हेर्नु भन्छ त मारिदिन्छ नि फेरि। जेरी अन टप अहिले भाइरलमा छ। ओ म चाहिँ कस्तो हेलुसिनेटिङ भएछ, लिङडा चल्दैन। भतिजलाई चाहिँ 2 मा ल हिरो सामानहरू निकाल्ने कार्यक्रम हुन्छ अब। अनि सबै रेडी भइसकेपछि फेरि म बाहुबली अब फेरि चेन्ज होइन त्यो चेन्ज मोड चेन्ज। बाहुबलीले अब मेरो फेरि मुड सिनमा सिङ हुन्छ क्या। भतिजमा निको भइसकेको छ अब बिरामी त ट्याक्क केटा हाल्यो होइन, झारिसक्यो सामानहरू, ढोलसोल रेडी भइसक्यो। भाइ भतिजहरू अलिक जागरिलो छ, सबै सामानहरू अनलोड भइसक्यो, सब खाली छ। अब यो चाहिँ कसले बिछाउनु तिमीहरू? त्यो पनि बिछाउ, ट्याक्क नेभिगेट गर जेन्जीहरू एउटा चाखिदिउँ मेरो होइन। एउटा भात खाएर आएको मैले सँगै हक्यो। त्यो के इन्ट्रो दिए त कको कसरी दिन्छ, सोध दिन्छ, कसरी दिन्छ? निको हुँदैन अजित, निको हुँदैछ अहिले दुख्दैन? त्यही त, तर यो जान्छ छिटो हुन्छ। तपाईँ कुर्सीहरू पनि झारिसक्यो।
अब जे हुन्छ भाइ भन्छ हिँड्छ हिँड्दा लाग्छ काको अङ्कलले चाहिँ यहाँनिर हान्नुहुन्छ अनि यहाँनिर म प्यारो प्यारो फुपू तुम्बाहरूलाई देखाउँछु टक्का तुम्बाहरू पनि यहाँनिर राम्रो राम्रो भएर आइसक्नु भएको छ हिरोनी नि होइन फेरि अब तुम्बालाई पो गाह्रो हुने भयो त फुप पनि अनि चिटिक्क परेर आइसक्नु भयो अब यहाँनिर होइन म चाहिँ आज चाहिँ भिडियो बिहाइन्ड द सिन मात्रै गर्नु पऱ्यो अनि ठ्याक्क त्यो नाचगानको कार्यक्रमको भिडियो चाहिँ होइन ठ्याक्क त्यो क्लिप्स मार्फत ठ्याक्क त्यो के भन्छ कभर भिडियो जस्तै बनाएर हालिदिन्छु ठ्याक्क रेकर्ड गरेर एउटा नाच फेरि अर्को गरेर त्यसरी हालिदिन्छु बिहान द सिन नै मजा हुन्छ यो चाहिँ बिफोर दि पर्फर्मेन्स होइन कतिको बिफोर दि पर्फर्मेन्स कतिको इनर्जेटिक छ होइन भरे तँलाई भरे पर्फर्मेन्स सकेपछि सोध्छु ल कतिको इनर्जेटिक हुन्छ देख्छु हेर्छु अहिले सब हाँसिलो होइन हाँसिलो भइरहेछ केटाकेटीहरू अहिले प्रोग्राम सकिसकेपछि हेरौँ कस्तो हुन्छ यिनीहरू फेस प्रोग्राम सकिसकेपछि भरे घर जाने बेलामा हेरौँ न यिनीहरू कस्तो हुन्छ टक्क अनि कस्तो हुन्छ न यतिकै इनर्जेटिक हुन्छ जस्तो ए खतरा छ नि मेरो भाइ जले तेरो पार्टनरको ल जाउँ सोध्यो यो त कुन गीतमा नाच्छ भन्छ यहाँ यहाँ भन् दुईवटा गीतमा यसको जोडी यो जुन्नी कार्ड त्यो एउटा मात्रै नाचिस् त अनि कुनमा नाचिस् एउटा मात्रै भन्छिस् भाइ पनि आएछ के भाइ तिमी पनि ढोल बजाउँछौ आउँछ तिमीलाई नि सबै स्याहार्छु योचोटि अरे बहिनी पनि बहिनीहरू होइन सबै सानो बहिनीहरू आएको छ सबै योचोटि त धेरै छ थोरै छ अलिक कलाकारहरू पहिलेको जति छैन अझै योचोटि अलिक थोरै छ हेलो गाइस मेरो अङ्कलको च्यानलमा तपाईँहरूलाई स्वागत छ अनि यसरी नै साथ दिइराख्नु होला सपोर्ट गरिराख्नु होला तपाईँलाई नयाँ नयाँ भिडियो बनाएर दिइराख्ने छौँ मारिरहेछ नि अब अलिक भिकारीको चाहिँ भिकारीहरूलाई भन्छ सोल्टिनहरू अहिले आउने बेला भएको छैन त के भन्छस् मेरो च्यानलमा भन् त लु लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला मोहन दाइको बिच पेन हो यसले मेरो भिडियो हेरिरहेको हुन्छ कमेन्ट चाहिँ गरिरहेको हुन्छ यसले बहिनीहरू पनि आइरहेछ कता कता चिन्दिनँ सबै चाहिँ चिन्दिनँ अहिले गाउँमा हेरिदिइरहेको छ यसले खुसी लाग्छ के गर्ने नि पछि गएर पनि भिडियो हेर्नुपर्छ पछि केटाको पछि ठुलो भएर हेर्नुपर्छ तैँले चाहिँ मजा हुन्छ अब एकछिन सब्जी चाहिँ यहाँ बन्द हुन्छ कि अग्ली भएर फुर्किनुहुन्छ छ उता अग्ली पनि हुन्छ अझै बढ्नै भएको छ उता म त झन् पुरै बढ्नु भएको छ त्यो पनि बढ्छ होइन इच्छाभन्दा ठुलो हुन्छ छिटो यो पनि इच्छाभन्दा ठुलो हुन्छ यो पनि ठुलै हुन्छ ड्याडीभन्दा ठुलो हुन्छ होला यहाँनिर भाइहरूले गर्दैछ भाइ त्यति भाइरल पनि हो मैले भाइरल देखेको थिएँ टिकटकहरू खतरा बनाउँछ नि होइन कस्तो अरे कस्तो जस्तो अरे फेरि भन्दा सुरुदेखि अनि अब त यो त जेन त कुन भइस XYZ पनि सकिसक्यो अब ZA हो त जेन ZA जीदेखि उता हो नि त यो त मुनिको हो नि त एनजी हो त गेन्जी होला हौ फुवाजी योचोटि हामी सबै चाहिँ अब किरात हान्छौँ त्यो माङ्गिम परिवार चाहिँ एकजुट भएर यसो देउसी भैलो कार्यक्रममा अब यसो गाउँ ठाउँ यसो सहयोगको लागि हिँडिरहेको छौँ यसले नै गर्दाखेरि धेरै हेल्पफुल हुन्छ सामानहरू जोड्यो अस्तिको साल अनि कता के तिर्नुपर्ने थियो तिर्यो स्पिकरहरू पनि पहिलेको साल किनेको हो क्या योचोटि चाहिँ अलिक त्यो लोन फ्री छ अनि योचोटि केटाकेटीहरूलाई के गर्नुहुन्छ होला भन्ने आशा छ अब यस्तो यो मेरो सबभन्दा रमाइलो हुने हो क्या कतिखेर नाच गान आउँछ भनेर होइन डान्स खतरा हानिराख्नु भएको छ केटाकेटीहरूले यो मेरोमा चाहिँ ड्रेस हो क्या जस्तो पनि मजा आउने होइन केटाकेटीहरू नाचिरहेछ ओ नकुदा मिलाऊ यो मिलाऊ हेर्नु अरू के नकमाएको पनि होइन
आफ्नो डिग्निटी चाहिँ कमाएको छ। पहिले हाम्रो होमिज चाहिँ छ, अत्युत होमिज, म सुवर्ण, सुजन दाई, आयुष भाइ छ यहाँनिर। पहिलेको टिप्सहरू पहिलेकोहरू हामी चाहिँ यो होइन, सनम दाई पनि हुन्छ, अलिक तल्किरहेको छ क्या सामना दिदी। हामी सम्पूर्ण अब यो चाहिँ पहिलेको सबभन्दा सुरुको यो टिम हो हाम्रो टोली। यो फोटोहरू छ किन हाम्रो चाहिँ बालियाङ तङनाम देउसी भैलो कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरिरहेको छ हाम्रो भाइहरूले। यहाँ अङ्कलले बिलाउँदै हुन्छ, भत्स्याने छ होइन। ए लाइटनिङले झन् दामी दिइरहेछ त, केटाहरू पुरै कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरिरहेको छ भाइ बहिनीहरूले। भाइहरू चाहिँ योचोटि पहिलोचोटि बनाएको होला, त्यही भएर अलिक एक्सपिरियन्स कम छ, त्यही पनि दिइरहेछ आफ्नो दमदार जतिसकेको त्यति गरिरहेको छ भाइहरूले। अब यहाँनिर के भन्छ आसन अति आसन गर्ने कार्यक्रम अब सुरु हुन्छ। केटाकेटीहरू आफ्नो तालमा इन्जोय गरिरहेछ। पहिलो उपस्थिति माङलाङ लिएर के भन्छ हाटखोलाको आगोमा उपस्थित भइसकेको छ हाम्रो बहिनीहरू। हाम्रो भाइ चाहिँ क्याप्टेन रहेको छ भने हाम्रो पछाडि आयो त्यो भाइ छ भने यहाँनिर हाम्रो अस्तिको होइन लिम्बुनी छुची लिम्बुनी पनि आइसक्नु भएको छ। भन्छ नि हान्नु थालेको रहेछ मैले देखेको थिएँ। तिम्रो त गरिहाल्छु नि यस्तो दामी मान्छेको। मागमाग प्रस्तुति सुरु गरिसकेको छ, आइरहेछ। अस्ति आउने थियो जोसमा छ। हेलो त भइसक्यो। म चाहिँ यस्तो थोरै क्लिप गर्छु, अब यो क्लिपपछि फेरि अर्को क्लिप गर्छु, त्यसरी गर्दैछु। कृपया धैर्य गरेर हेर्नु साथ दिनु होला। प्यारी ईश्वर दिने यहाँ हुनुहुन्छ। ल अब चाहिँ होइन गइदे चल्दै ल नानी लडेछ। अब चाहिँ होइन हाम्रो अब कलाकारहरूमध्ये सबैभन्दा सानो बहिनीहरूले प्रस्तुत गर्नु गइरहेको छ। अघि भर्खर पनि एउटा गीतमा प्रस्तुत गरिसकेको छ हाम्रो पुग्छ बहिनीले भने फेरि प्रस्तुत गर्नु गइरहेको छ। अर्को बहिनीको नाम देखेको अर्को बहिनी र पुग्छ बहिनीको प्रस्तुति सुरु भइसकेको छ। कृपया हेरेर इन्जोय गर्नु होला। लेट्स गो। बस 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 तेरो चाहिँ कतिखेर आउँछ? तेरो कतिखेर तातेर आउँछ? आउँदैन? यो पनि एउटा खतरा खतरा गरेको थियो मेरो अहिले चाहिँ हाम्रो भाइहरूले केलाङ प्रस्तुति गर्न गइरहेको छ। अघि भर्खर माङलाङ प्रस्तुति सकिसक्यो। अब यो भने केलाङ प्रस्तुति हो। केलाङमा लगभग 18वटा स्टेप होला यसको, तर आई क्यान्ट सो यु एभ्री वान अफ इट। तपाईँहरूलाई ग्लिम्स अफ एभ्री पर्फर्मेन्सको ग्लिम्सहरू चाहिँ म तपाईँहरूलाई देखाइरहेको छु, कृपया जोडिराख्नु होला। अनि साथमा मेरो भाइ चाहिँ यहाँनिर यो आदि रहेछ, भाइ पनि आफन्त पनि। अनि भाइहरूको नाम के हो? तिम्रो नाम के हो? तिम्रो नाम के हो? रोजर तामाङ। के हो हेर्छ त तिम्रो त यार गर्लफ्रेन्ड त धेरै होला है। क्याटिस बोकेर चोरा मार्नु मात्रै हो त्यहाँ। यहाँनिर मेरो चाहिँ भाइ आफ्नै पर्दो रहेछ। म पनि मेरो मही पनि युवा हो, भाइ पनि युवा लिम्बू रहेछ। चिन्जान भयो भाइको नाम के अरे फेरि? युन्साङ लिम्बू। भाइको नाम पनि कस्तो एक्स्ट्रा छ होइन, ठ्याक्क टाइममा नाम पाएको हो क्या। हाम्रो नाम चाहिँ त्यस्तो स्ट्यान्डर्ड छैन। अब प्रस्तुतितिर घुमौँला हामी सर्टसँगले। अनमोल सेमरङ युट्युब च्यानल चाहिँ CMZ छ ल। CMZ युट्युबर CMZ छ कि मम्मीको फोटो सब्सक्राइब गर्नु। तिम्रो फोटो पनि आउँछ, तिम्रो भिडियो पनि आउँछ। भोलि आउँछ युट्युबमा। साँच्ची त CMZ चाहिँ नबिर्सनु ल। CMZ बुझ्यौ? तिम्रो पनि भिडियो आउँछ यता हेर। के अरे तिम्रो नाम? तिम्रो पनि आउँछ। तिमी तामाङ होइन? हामी सबैको आउँछ। हामी सबैको भरे आउँछ। यहाँ टक्कसँगले अगाडि बस्नु होइन। हाम्रो ठ्याक्कै इन्ट्रोमा हामी चारजनाको अगाडि हाल्नु अगाडि हेर्नु न, सब्सक्राइब गर्नु न दाजुलाई।
मेरो पिछे जस्तो भयो नि तिमीहरू तीनजना चाहिँ होइन तिमीले सी याद गर्नु होइन तिमीले एम याद गर्नु तिमीले जेड याद गर्नु सी अनि सोध भने के सी भन्नु तिमीले एम भन्नु जेड भन्नु सी एम जेड बिर्सिनु चाहिँ भएन नि फेरि त जेड जेड फेरि भन्नु त जेड हो जेल होइन क्या जेड जेल होइन जेड जेड त्यस्तो एबिसिडी जेड भाइ भतिजाले खत्ता दमदार प्रस्तुति दिइरहेछ जसिलो यहाँदेखि धन्देर देखिरहेछ बिहान सिनमा के कप परिरहेछ यिनीहरू बिर्सिन्छ कि भन्दै कप परिरहेछ सोइङ अफ हियर कोही आयो नि कता हानिस् त तैँले त नि गलिस् सक्यो इनर्जीहरू सक्यो इनर्जी बहिनीहरू प्रस्तुति गर्नलाई उपस्थित भइसकेको छ म चाहिँ फेरि सबै भिडियोहरू गर्दिनँ धेरै स्टोरेज पनि भरिसक्यो कि त्यही भएर म अलिअलि क्लिपहरू गर्छु अब बिहान सिनहरूको मात्रै गर्छु अनि 5 लिम्बूको स्केटिङ निस्किरहेको छ अरे भन्दैछ होइन यत्रो निस्किरहेको छ स्केटिङ खेलेको घाममा डर हिँडेर गएर हो अझ ल बहिनीहरू प्रस्तुति गर्न आँट्छ गुरुङ नृत्यको पहिलो प्रस्तुति गरेर चाहिँ बहिनी खत्ता नाच्छ हामी दर्शक भइरहेको छौँ ल अहिले चाहिँ दर्शक भइरहेको छौँ को गएर छ भाइहरूले कता दमदार प्रस्तुति दिइसक्यो तुम्बा पनि आइपुग्नु भएछ हाम्रो यहाँतिर तेरो नाच कहिले भयो झट्क चटक्क परेर के हो खतरा नाच्छ त पुग्दा त भाइहरूले भन्न सकिरहेछ अब एकैछिनपछि फेरि यिनीहरूको नाच कार्यक्रम नाचगान सुरु हुन्छ दामी त्यो चाहिँ भिडियो गर्छु केटाकेटीहरूको दामी छ नाच नाच जान्छु यिनीहरू चाहिँ आफ्नो ताल नाचेको छ यता आफ्नो तालमा फेरि सपोर्टरहरू हाम्रो पुग्छ कता मेन क्यारेक्टर हाम्रो डान्सर हाम्रो बच्ची चाहिँ कच्चा पर्फर्मेन्स हानेको क्या हिरो हिरो हो नि होइन कच्चा हानिरहेको हिरो अफ द भिलेज हेलो किन रुको नरुहो न भात हानेको डाले त्यहाँनिर घाँस बगान नाच्नु लागेको छ होइन यसरी बाख्राहरू जनाहरू हुन्छ त्यो हुन्छ फेरि इन्फेक्सन हुन्छ नि ओ भाइ तिम्रो खोइ कति बेला तिमीले कतिखेर अब एकछिनमा पाल आउन आँटो भनिस् के हो अब म किन रुगन पाक भएछ त केही गर्यो नाच्यो नाच्यो र हो र के हो अनि पाक हो त्यो त अनि म फेस काट्दा कता छ त सिक्मा म सिक्मा सिक्मा हेर्छु छ नि भनिस् होइन तिमी चाहिँ नाच्दैनौ यो भाइसँग हो दुईजना ल बहिनीहरू यहाँ तयार बोर्डमा छ बिहान सिन हो सबै बहिनीहरू अनि यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो मम्मी पुरै चिप्टीको परेर आइरहनु भएको छ त्यहाँदेखि हेलो चाली पैसा यार मम्मी पुरै चिप्टीको परेर आइसक्नु भएको छ अघि मैले देखाउनु पाएन मम्मी अहिले यहाँ हेर्नु सक्नुहुन्छ प्रत्यक्ष सबैजना थाकिरहेको छ केटाकेटीहरू यसो बिहान द सिन है यसरी बिहान प्रोग्राम हो यो ढोल नाचले चाहिँ प्रत्येकवटा स्टेपले इच एन्ड एभ्री एनिमल्सलाई रिप्रेजेन्ट गरेर नाच्ने नाच हो यो चाहिँ
यो स्टेप चाहिँ पहिलोचोटि गर्नु लागेको रहेछ भाइहरूले त्यही भएर तपाईँहरूलाई छोटो क्लिप देखाउँछु म यो स्टेप चाहिँ होइन अर्को भाइ पनि थियो नाच्नुको लागि यो भाइ एन्जल भाइ बहिनीहरूलाई नआएर चाहिँ 4जना मात्रै नचाइरहेको छ नत्र 5जना नचाउने यो नाच हो खासमा चाहिँ हाम्रो ग्रुपमा चाहिँ त्यो खोइ त्यो जनावरको के भन्दै थियो मलाई पनि त्यसको बारेमा चाहिँ जिरो नलेज छ क्या अनि मेरो बाजुहरू सबै बसिरहनु भएको छ अघिसम्म सबै इनर्जेटिक मोडमा थियो अहिले कस्तो कस्तो छ भाइ कसले चाहिँ अहिले किन लागेको छ होइन भोक लागेको छ अघिसम्म त मजा आइरहेको थियो आउनु अहिले भोक लाग्नु थालिसक्यो दाले पनि इनर्जेटिक पर्फर्मेन्स दिइसक्नु भएको छ अनि एज यु क्यान सी अलरेडी बिहान देखिसक्नु भएको छ यो को चिप्सी आयो मोबाइल के गर्दैछ के छ गलो भोक लाग्यो अघि आउँदा त मजा भइरहेको थियो त होइन अहिले कस्तो फिल भइरहेछ भोक लाग्यो ब्यानरमा हेरेको छु तल हेर्न ब्यानरमा त्यस्ता त कहाँ सेलिब्रेटी देखाउनु हुँदैन अब लगभग मध्यान्तर भन्नु भने के भन्छ अन्त्यलाई अन्त्यम छेडमा हामी आइसकेको छौँ यहाँनिर दाम पनि दिइसक्नु भइसकेको छ अब हाम्रो थोरै प्रस्तुति छ त्यसपछि हाम्रो कार्यक्रम पनि अन्त्य हुनेछ अनि तपाईँलाई आफ्टर द प्रोग्राम हामी के गर्छौँ त्यो पनि देखाउँदैछौँ त्यसै न्यू स्टेप टेलर ढोल सँगसँगै हामीले आशिष पनि दिने कार्यक्रम गरिन्छ यहीबाट भाइ बहिनीहरू आइरहेछ एज भदिस हेलो गर्दै हेलो हेलो यो हेलो गर्दै हेलो अब योबाट चाहिँ सर्कल भइसकेपछि एउटा मुन्दुम छ यसको यहाँनिर हामी सबैलाई आशिष दिने कार्यक्रम गर्दैछौँ अब यहाँ जति पनि हामीलाई दक्षिणा दिनुभएको छ सम्पूर्ण महानुभावहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ यहाँनिर एकवटा मुन्दुम छ एकवटा स्टेप यो भन्छ माथि माथि ल्याएको चाहिँ आकाश आकाश भन्छ भाइ नो नो भाइ होइन माथि माथि चाहिँ इच एन्ड एभ्री स्टेपको एकवटा मुन्दुम छ एकवटा त्यो भनाइहरू छ त्यसले चाहिँ सबैलाई साथी राखेर अब धन्यवाद दिँदै सुरक्षा गरौँ भन्ने त्यस्तो टाइपको छ मलाई कम्प्लिटली आउँदैन तर इट ह्याज लट्स अफ मिनिङ मोर देन यु सी होइन वाट एभर यु सी होइन यो के देखिनु भन्छ भने बास एउटा हात चलाइरहेछ हल्लाइरहेछ भन्ने देखिन्छ तर द्याट्स मोर डिपर मिनिङ यसमा चाहिँ अझै मोर डिपर मिनिङ चाहिँ छ यस कुराहरूको इच एन्ड एभ्री स्टेपहरूले रिसेम्बल गर्छ केही न केही कुराहरूको बारेमा अनि यहाँ हाम्रो एङ्करिङमा हल्का प्रोग्राम आए जस्तो छ अनि हाम्रो रकम पनि 26,050 रुपियाँ उठेको छ त्यो भन्दा सानो रकम होइन सम्पूर्ण हाम्रो नेपालवासीहरूलाई धेरै धन्यवाद छ अनि जुन चाहिँ मिसअन्डरस्ट्यान्डिङ पनि भइरहेछ त्यो नाम भन्नु बेसी राम्रो कति कुराहरू त्यो पनि डिमान्ड गर्दै हुन्छ कति कुराहरू कति भइरहेछ त्यो पनि भाइले रिकभर गर्दै गरिरहेको छ यति कुरालाई पनि यो पनि सही कुरा हो यो भर्खर सब बिगिनरहरू यहाँ कहिले गरेको थिएन पहिलोचोटि गरेको यतिको धेरै गरिरहेछ अहिले चाहिँ टिका लागेको भनिरहेछ हाम्रो ढोलेहरूले अब हामी फेरि भन्दा पनि आजको छोटो भ्लग गर्दैछौँ अनि ट्याक्कसँगले अनि हाम्रो घरमा के गर्छौँ भन्ने तपाईँलाई सानो क्लिप लिएर आउँदैछु जुटिराख्नु अब हाम्रो बिदाई कार्यक्रम भइसकेको छ बाई बाई गर्दैछ बाई बाई चाहिँ बाहिर हो हामीले आशिष दिइसक्यो ढोलेहरूले अनि त्यहाँभित्र आमाहरूले मम्मीहरूले पुमाहरूले गरिदिने हुन्छ आफ्नो अब एकैचोटि यो घर बाई बाई गरेको गुड बाई 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 ल ढोल डाइरेक्ट उता ल
बाई बाई गर्दै हाम्रो आज कार्यक्रम पनि यहीँ पुगेको छ हेरेर साथ दिनु सम्पूर्णलाई माया चाहिँ यसरी नै साथ चाहिँ दिइराख्नु होला अनि हाम्रो मम्मीहरूले चाहिँ यहाँनिर लक्ष्मीको बास लक्ष्मीहरूले नै गर्नुपर्ने हुन्छ क्या अनि यहाँनिर पुरा यो 24,050 भनेको सानो रकम होइन धेरै राम्रो निस्किरहेको छ अनि यहाँनिर एक कार्टुन रम्बो पनि दिनुभएको छ अनि एउटा पानी एक कार्टुन पानी पनि दिनुभएको थियो अब हाम्रो कार्यक्रम यहीँ समाप्त भइसकेको छ सी अगेन इन नेक्स्ट एपिसोड बाई बाई